हुन त तपाईहरुले नयाँ काण्ड हेरिसक्नु भयो होला 7.2 सेकेन्डको भिडियो। केही दिन अगाडि मात्र उनले आफ्नो काण्ड भिडियो आउँदैन भनेर घमण्ड गरेर एउटा भिडियो पोस्ट गरेकी थिइन्। काण्डको कोठामा बस्ने भाइहरु आफ्नो आमाको दुलो भित्र गएर पस्ने है सोचिरा होला यसको दिमाग हलाउँछु भनेर। तर कुरा सिधा छ भाइहरु, दिमागमा के मेरो भुत्तानी होला हैन। तर केही दिनमै उनको काण्ड लिक भयो। उनले वास्तवमा एक युवकसँग व्हाट्सएपमा भिडियो कल गरेकी थिइन्। आफ्नो भित्री अङ्ग देखाएर भिडियो कल गरेकी रहेछिन्। तर त्यो युवकले स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरिदियो। यसरी भिडियोमा कल गर्दा आफूलाई नग्न भएर कल गर्दाको नतिजा के हुँदो रहेछ भनेर सबैले बुझिसक्नु भएको छ। तर यो कुरा तिमीले किन बुझेनौ गङ्गो? अनि उनी एक राम्रो फलोअर्स भएको केटी भएर पनि आफ्नो इज्जतको अलिकति ख्याल राख्नु पर्दैन? हुन त राम्रो तरिकाले फलोअर्स कमाएको भए पो उनलाई चिन्ता हुन्थ्यो। त्यस्तै भिडियो अपलोड गरेर भाइरल भएको मान्छेलाई इज्जतको के फिर? भनिन्छ नि, जराबाट पलाएको भए पो डर फिर हुने, टुप्पोबाट पलाएकोलाई के को डर? यो भिडियो बनाउनुको उद्देश्य हाम्रो नेपाली चेलीबेटीहरूलाई सचेत गराउनको लागि मात्र बनाएको हो। अन्यथा यो भिडियोलाई अन्य नेगेटिभ नसोचिदिनु होला। र यो भिडियो हेरिसकेपछि तपाईहरुले पनि अब त्यस्तो काम गर्दै हुनुहुन्छ भने, त्यसरी भिडियो कलमा त्यसरी नग्न भएर गर्दै हुनुहुन्छ भने कृपया यो काम आजबाट बन्द गर्नु। काण्डको कोठामा बस्ने भाइहरु आफ्नो आमाको दुलो भित्र गएर पस्ने है सोचिरा होला यसको दिमाग हलाउँछु भनेर। तर कुरा सिधा छ भाइहरु, दिमागमा के मेरो भुत्तानी होला हैन।